राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीमा भोट हाल्ने पनि हाम्रो जनता हुन्। नेपाली कांग्रेसको रुखमा भोट हाल्ने जनता पनि हाम्रो जनता हुन्। एमालेको सूर्यमा भोट हाल्ने जनता पनि हाम्रो जनता हुन्। माओवादीको 4-5 कुनै तारामा भोट हाल्ने जनता पनि हाम्रा जनता हुन्। अब यहाँ जनता कुनै पार्टीको छैन, यो गाउँको छ। यो गाउँको जनताको जिम्मा त्यो हाम्रो हुनेछ। तपाईले यतापट्टि बसेर जिताउनलाई भोट हाल्नुभयो होला घण्टीमा, तपाई उतापट्टि बसेर सूर्य र रुखमा भोट हाल्दै गर्दा हामीलाई खबरदारी गर्नुभयो र भन्नुभयो यो ठाउँमा तिमी मात्र छैनौ, हामी पनि छौं। तिमीले बदमाशी र गद्दारी गर्दै गर्दा खबरदारी गर्न हामी पनि उभिएका छौं भन्नुभएको छ। हामी भन्दा उतापट्टि उभिएर मतदान गर्ने सबै मतदाताहरूलाई म सम्मान टक्राउन चाहन्छु। सबैलाई म धन्यवाद टक्राउन चाहन्छु। अब यो ठाउँमा हाम्रो कुनै जात छैन, हाम्रो कुनै धर्म छैन, हाम्रो कुनै वर्ग छैन। हाम्रो एउटै जात छ, त्यो मानवताको जात हो। हाम्रो एउटै धर्म छ, त्यो मानवताको धर्म हो। हाम्रो एउटै घर छ, त्यो नेपाली हो, नेपाल हो। एउटै थर छ, त्यो नेपाली हो, नेपाल र नेपालीको घर हो। सबैलाई न्याय हुनेछ, सबैलाई हित हुनेछ। आज हामीले निर्वाचनमा हामीले भनेका थियौं झन्डै 10,000 को मतान्तरमा हामी निर्वाचन जित्दैछौं भनेर हिजो तपाईको घर आँगनमा जाँदै गर्दा हामीले भनेका छौं। घरभित्रै झगडा गरेर टोल टोलमा झगडा गरेर अहिलेसम्म पनि हेरिरहेको छु, नखाएर नसुतेर तपाईहरु लाग्नु भएको छ। आजसम्म तपाई नखाएर नसुतेर लाग्नुभयो। आजबाट म आजबाट पानी पनि नखाइकन तपाईको दुःखमा कानेर उभिनु पर्ने हो। हामी उभिन तयार भएका छौं। देश राष्ट्रतामय भनेको छ, देश घण्टीमय भनेको छ। हामीले भनेका छौं हाँस्ने दिन आउँदैछ, बाँच्ने दिन आउँदैछ, नाच्ने दिन आउँदैछ। यहाँहरू सबैजनालाई म हृदयदेखि नै धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। अब आरोप प्रत्यारोप गर्ने समय छैन, अब त्यसो गरिनु पनि हुँदैन। यो अभियानमा साथ दिनुहुने तमाम मतदाताहरूलाई धन्यवाद टक्राउन चाहन्छु। जेनजी भाइ बहिनीहरूलाई धन्यवाद टक्राउन चाहन्छु। मेरा आमा बुबा दाजुभाइ दिदीबहिनी सबैलाई धन्यवाद टक्राउन चाहन्छु। पत्रकार साथीहरू अवरात्र खट्नुभयो, पत्रकार साथीहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। सुरक्षाकर्मी साथीहरू, नेपाली सेनालाई सलाम छ, नेपाल प्रहरीलाई सलाम छ, सशस्त्र प्रहरीलाई सलाम छ। गुप्तचर लगायतका निर्वाचन प्रहरी बनेर खटिनुभएका सबै प्रहरीका साथीहरूलाई, सबै सुरक्षाकर्मी साथीहरूलाई म यहाँबाट सलाम टक्राउन चाहन्छु। हृदयदेखि नै धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। आँखी भाउ र कपालको रौँ फुलेर झन्डै 70-75 को त्यो उमेरमा दौडिँदै गर्दा पनि देशको मानलाई, देशको स्वाभिमानलाई शिरमा बोकेर यो देशलाई त्यो संकट